नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानल मेरो मिनी भ्लगमा। सर्वप्रथम त सबैजनालाई यो भन्न चाहन्छु कि सबैजनाले सब्स्क्राइब, लाइक, फलो, कमेन्ट गरिदिनु होला। आज हामी हाम्रो पुर्खेली घरतिर जाँदैछौँ। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग हो। म चाहिँ गाडी चलाइरहेको, म चाहिँ राइडर भएको हुनाले मेरो भतिजले चाहिँ यो भिडियो बनाएको हो। अहिले चाहिँ हामी म लगायत मेरो दाइ र मेरो भतिज हामी चाहिँ हाम्रो पुर्खेली गाउँ डोटी जाँदैछौँ। सबैले साथ दिएर यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र माया पनि देखाउनु होला। अहिले चाहिँ हामी बाटोको यात्रा छ। कहाँसम्म चाहिँ हाम्रो गाउँ डोटी पुरानो रहेको छ भने तपाईँलाई यो भिडियो मार्फत देखाउनेछौँ र यो भिडियो लास्टसम्म हेरिदिनु होला। त्यहाँ हाम्रो पुर्खेली गाउँ घर सबै कुरो तपाईँहरूलाई देखाउने छु। हामी आफ्नो पुर्खेली गाउँ घर जानुको मुख्य कारण चाहिँ हाम्रो गाउँमा जात जस्तै मेला भने जस्तै हाम्रो गाउँमा एउटा जात प्रोग्राम हुन्छ। त्यहाँ पूजापाठ, आफ्नो धर्म कर्म सबै कुरा मान्ने भएको कारणले गर्दा हामी मेन विशेष त्यसैको अवसरमा हामी त्यहाँ गइरहेका छौँ। हाम्रो त्यहाँ पुगिसकेपछि त्यहाँ कस्तो हुन्छ, के हुन्छ, सबै कुरो तपाईँलाई यही भ्लग मार्फत देखाउन चाहन्छौँ र तपाईँहरूले लास्टसम्म माया साथका साथ हाम्रो भिडियोलाई राम्रोसँग हेरिदिनु होला र लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला।